नमस्कार, जय होस् सम्पूर्ण मित्रहरूमा। आज हामी विशेष गरेर हाम्रो सामाजिक परिवेशमा नैराश्यतामा दिनानुदिन समाज धक्लिँदै गएको र व्यक्तिहरूमा यो डिप्रेसनका शिकारहरू भइरहेकाले गर्दाखेरि यो नैराश्यता भनेको के हो भनेर अलिकति हामी सेयरिङ गर्न गइरहेका छौँ। विशेष गरेर जब मान्छेको जीवन अगाडि बढ्दै जाँदा समस्या, जटिलता, अनिश्चितताहरूले घेर्दै जान्छ। मान्छे अगाडि बढ्न खोज्छ तर समस्याले पछाडि तान्ने गर्दै जान्छ। त्यो क्रममा अधिकांश मान्छेहरूले साह्रै छिटो आत्मसमर्पण गर्ने गर्दछन्। मैले गरेको केही नहुने रहेछ, म छेडिन रहेछु, म कमजोर रहेछु आदि इत्यादि गरेका विचारहरू पस्किन थाल्दछन् अथवा आफूमा सोच विचार गर्न थाल्दछन्। यसरी मान्छेले जब नेगेटिभ विचार, नकारात्मक सोच आफूमा हाबी हुन दिन्छ तब मान्छे दिनानुदिन अधोगतितिर जाने क्रम अगाडि बढ्छ। मान्छेले एउटा कुरा अथवा व्यक्तिले एउटा कुरा के बुझ्नुपर्छ भने समस्या नभएको जीवनै हुँदैन। याद राख्नुहोस् यसलाई। जब मान्छेको जीवनमा समस्या हुँदैन तब उसको वास्तविक जीवन पनि हुँदैन। त्यो चाहिँ सब मात्र हुन्छ। जब सबमा परिणत हुन्छ त्यो सबसँग कुनै पनि प्रकारका समस्याहरू नै हुँदैनन्। जब आर्यघाटमा मान्छे पुग्छ तब समस्या विहीन हुन्छ। तर जब मान्छे समाजमा हुन्छ र परिवारभित्र हुन्छ त्यहाँ समस्या हुन्छन्। त्यसैले हाम्रो बोलीचालीको भाषामा परिवार भन्ने एउटा शब्द छ नि, त्यहाँ परि पनि हुन्छ र त्यहाँ वार पनि हुन्छ। क्यान यु इमेजिन इट? त्यसैले गर्दाखेरि हामीले यो बुझ्नुपर्छ, जहाँ राम्रो कुरा छ त्यहाँ नराम्रो कुरा पनि हुन्छ। जहाँ सफलता हुन्छ त्यहाँ असफलता पनि हुन्छ। जहाँ गहिराई हुन्छ त्यहाँ उचाइ हुन्छ र जहाँ उचाइ हुन्छ त्यहाँ गहिराई हुन्छ। त्यसैले जीवन छ र त समस्या छ र त त्यहाँबाट आउने बाटोहरू, मार्गहरू पनि प्रशस्त मात्रामा हुने गर्दछन्। र यसरी डिप्रेसनबाट बाहिर आउनको लागि सबैभन्दा राम्रो एक नम्बरको औषधि, अचुक उपाय भनेको सकारात्मक सोच हुन जान्छ। मान्छेले साधारण बोलीचालीको भाषामा सुन्दाखेरि, पढ्दाखेरि सकारात्मक सोच के हो र यसले के गर्छ र जस्तो लाग्दछ। तर सबभन्दा ठुलो महान औषधि भनेकै सकारात्मक सोच हो। हरेक कुरामा सफल हुन, डिप्रेसन जस्ता मानसिक रोगबाट बाहिर आउन र जीवनलाई सुन्दर बनाउनको लागि सकारात्मक सोचले ठुलो भूमिका खेलेको हुन्छ। त्यसलाई हामीले खासै महत्त्व र मूल्य दिइरहेका हुँदैनौँ। त्यसले गर्दा हामीलाई यसको महत्त्व थाहा भइरहेको छैन। अब हामीले के बुझ्नुपर्छ भने इतिहासका महान व्यक्तिहरूसँग हामीले जोडिनुपर्छ। उनीहरूलाई हेर्नु, बुझ्नु र उनीहरूको जीवन कथाहरूलाई पनि हेर्ने गर्नुपर्छ। त्यसरी हेरिन्छ भने यी जति पनि संसारमा महान व्यक्ति भएका छन् यी सबै असफलता, क्षणिकता र म केही पनि होइन कि क्या हो, म केही पनि गर्न सक्दिनँ कि क्या हो भन्ने अवस्थाबाटै गुज्रिरहेका हुन्छन् र पनि उनीहरू महान व्यक्ति भएका छन्। हामी एउटा सानो समस्या आउँदा आत्मसमर्पण गर्छौँ र जीवनलाई समाप्त गर्ने परिपाटीतिर गइरहेका हुन्छौँ। यो सबैभन्दा ठुलो भुल हो। सकारात्मक सोचले के गर्छ भने थोमस एल्वा एडिसनले विभिन्न आविष्कारहरू गर्नुभएको छ। 1093वटा आविष्कार गर्दाखेरि एउटा बल्ब सबैभन्दा उहाँको हामीले सुन्ने र पढ्ने भनेको उहाँको बल्बको आविष्कार छ, चिमको। त्यो चिमको आविष्कार गर्दाखेरि 979 पटक असफल हुनुभएको कथा छ, व्यथा छ। त्यो एक प्रकारको व्यथा पनि हो हाम्रो लागि। उहाँको लागि महान मार्गदर्शन त्यही हो। त्यो 979 पटक असफल भइरहेको अवस्थामा एकजना पत्रकारले थोमस एल्वा एडिसनलाई सोध्नु भएको थियो, होइन महाशय, तपाईँ यत्रो पटक असफल भइसक्नुभयो तैपनि अझै छोड्नु भएको छैन, यो के गर्नुभएको, तपाईँलाई कस्तो लागिरहेको छ भनेर सोद्धाखेरि
थोमस एल्वा एडिसनको कस्तो सकारात्मक जवाब छ तपाईँ हामीलाई पनि काम दिन सक्छ। कहाँ म 999 पटक असफल भएको छु, कहाँ मेरो प्रयोग चाहिँ असफल भएको छ र? यो त असफल भएको छैन। मैले 999 वटा चाहिँ बल्ब कसरी बल्दैन भन्ने बाटो पो पत्ता लाएँ त। क्यान यु इमेजिन इट? यसरी महापुरुषहरूले सकारात्मक सोच्छन्, हामी चाहिँ यसलाई नकारात्मक रूपमा लिने गर्दछौँ। त्यसैले गर्दा हामीलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक रोगहरूले सताउने गर्दछ। त्यसैले हरेक घटनाका हरेक नकारात्मक पाटोहरूलाई पनि सकारात्मक रूपमा लिने हो भने कुनै पनि मानसिक रोगले हामीलाई छुनै सक्दैन। त्यसैले गर्दाखेरि सफल हुने, महान हुने व्यक्तिहरू पनि एकदमै दयनीय अवस्थाबाट उठेका छन् भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन र सकारात्मक सोचलाई आत्मसात गर्नुपर्छ। र उहाँले 999 पटक असफल हुँदाखेरि पनि त्यो कार्यलाई, त्यो प्रयोगलाई नछोडिकन अगाडि बढाउनु भयो र जब 1000 पटकको प्रयोग भयो तब चिम बल्न सफल भयो। र थोमस एल्वा एडिसन जसरी चिम बल्यो उहाँको जीवन त्यसरी नै अहिलेसम्म पनि हामीले जीवनगाथा गाइरहेका छौँ। त्यहाँबाट पनि हामीले पाठ लिनुपर्ने हुन्छ। सोइचिरो होन्डाको चाहिँ हामीले कहानीलाई स्मरण गर्ने हो भने पनि तपाईँले सर्च गर्नुभयो गुगलमा भने पनि यस्ता कहानीहरू छन् कि यति भयावह अवस्थाबाट उहाँ उठ्नुभयो। अहिले होन्डा कम्पनी संसारकै नम्बर 1 कम्पनीमा पर्दछ। त्यसैले गर्दा समस्या, कठिनाई, बाधा, विरोध, अवरोध जिन्दगीमा सबैको जीवनमा आउने गर्दछन्, केवल तपाईँको र हाम्रो मात्रै जीवनमा होइन। कुकुर, बिराला, गधा, किरा फट्याङ्ग्रा सबैको जीवनमा चाहिँ अप्ठ्यारा अवस्थाहरू आउने गर्दछन्। तर पनि अहिलेसम्म कुनै गधाले चाहिँ आत्महत्या गरेको देख्दैनौँ, कुनै कुकुरले चाहिँ आत्महत्या गरेको देख्दैनौँ, तर मान्छे भएर हामी आत्महत्या गर्छौँ। क्यान यु इमेजिन इट? सर्वश्रेष्ठ प्राणी भनिएको छ। त्यसैले गर्दा सोच्नुहोस्, हामीले यो जीवनको महत्त्व बुझ्न नसक्नुको एउटा परिणाम पनि हुन आउँछ। अब यसबाट बाहिर आउने त सकारात्मक सोच, महापुरुषहरूलाई फलो गर्ने, उहाँहरूलाई पढ्ने भन्ने हामीले बुझ्यौँ। अब दोस्रो पाटोमा जाने हो भने हामीले योग र ध्यानलाई पनि आत्मसात गर्न सक्दछौँ। योग हामीले सिस्टमेटिक रूपमा गर्ने हो भने डिप्रेसन जस्ता, मानसिक चिन्ता जस्ता मानसिक रोगहरूबाट सहज रूपमा बाहिर आउन सकिन्छ। तर के छ भने निरन्तर रूपमा कम्तीमा 3 महिना चाहिँ अवलम्बन गर्नुपर्ने हुन्छ। यो वैज्ञानिकहरूको रिसर्चले पनि एउटा के देखाएको छ भने, के प्रुफ गरेको छ भने, कुनै पनि कुरा आफ्नो जीवनमा ल्याउन र आफूमा भएका नराम्रा कुराहरूलाई हटाउन केवल 90 दिनको प्र्याक्टिस निरन्तर रूपमा चाहिन्छ भनेर प्रमाणित गरिएको छ। यसले गर्दा पनि अधिकांश मान्छेले छोटो समय, केवल 2-4 दिन, 10-12 दिन, धेरैमा 1 महिना गर्ने गर्दछन्। त्यहाँबाट गर्दैनन्, भएन, हुँदैन भन्नेतिर गइन्छ। तर हामीले सामान्य सोचौँ, एउटा साग रोपेर खान पनि 3-4 महिना लाग्छ भने तपाईँको जीवन, मानव जीवनलाई महान बनाउन कहाँ 2 दिनमा, कहाँ 1 महिनामा हुन्छ मित्र? समय लाग्छ। निरन्तर प्रयास गर्नुपर्छ। योगासन र योगासन पछाडि यो डिप्रेसनबाट, मानसिक अवस्थाबाट बाहिर आउनको लागि प्राणायामले सबैभन्दा राम्रो काम गर्ने गर्दछ। योग्य गुरुसँग सम्पर्कमा रहेर हामीले यसलाई फलो गर्नु पर्दछ। अब यसैसँग सम्बन्धित म एउटा अझ महत्त्वपूर्ण कुरा यहाँ पस्किन्छु, भन्छु। हामीले जीवनमा सबैभन्दा ठुलो महामन्त्र एउटा कहिल्यै भुल्न नहुनेछ, त्यो हो एभ्रिथिङ इज चेन्जेबल। सबै कुरा चेन्जेबल छ। तपाईँसँग अहिले करोडौँ सम्पत्ति छ, त्यो कहिल्यै सधैँ रहँदैन, त्यो कुनै दिन चेन्ज भएर जान्छ। तपाईँ आज गरिब हुनुहुन्छ, त्यो पनि समय सधैँ रहँदैन, तपाईँ कुनै दिन फेरि धनी बन्न सक्नुहुन्छ। तपाईँसँग आज रोग छ, त्यो पनि सधैँ रोग रहँदैन, एक दिन त्यो पनि चेन्ज भएर निको भएर जान्छ। आज तपाईँ निरोगी हुनुहुन्छ, अब ढुक्क नहुनुहोस्, त्यो पनि चेन्ज भएर जान्छ, फेरि रोग आउन सक्छ। त्यसैले गर्दा सबै कुरा परिवर्तनशील छ। त्यसैले गर्दा तपाईँको मानसिक अवस्था, डिप्रेसनको अवस्था पनि सधैँभरि रहँदैन। प्रयास जारी राख्नुहोस्, सकारात्मक सोच्नुहोस्, त्यसलाई सजिलैसँगले हामी बाहिर आउन सक्छौँ। हामीले यो सम्बन्धी मानसिक चिन्तासँग सम्बन्धित भिडियोहरू पार्ट 1, पार्ट 2 गर्दै हामी लिएर आउने नै छौँ भविष्यमा।
अब आउँदा दिनहरूमा यसलाई पार्ट 1 को रूपमा लिनुहोला र यो भिडियोमा रहेका गल्ती कमजोरीलाई कमेन्टको रूपमा र केही नबुझेको कुराहरू छ भने प्रश्नको रूपमा यहाँले छोड्न सक्नुहुन्छ। जय होस्, नमस्कार।